मात्र 90 लाखमा बर्दघाट नगरपालिकाको वार्ड नम्बर 7 ज्यामिरे भारमा यो 5 BHK बिल्डिङ आज हामीले ह्यान्डओभर पनि गर्दैछौँ र हजुरहरूलाई मैले यो फुल वाकथ्रु भिडियो लिएर आइसकेको छु र यो फुल वाकथ्रु भिडियो अन्तिमसम्म हेर्नु होला। यो 5 BHK बिल्डिङ बिल्ड संसारले कसरी बनाएको छ त्यो पनि मात्र 90 लाखमा। सेमी फर्निस हो है फेरि, ल फलो गर्नु होला यो भिडियोलाई अन्तिमसम्म हेर्नको लागि। टक्कै आउन साथै घरको एकदम जग्गाको मिड पार्टमा यो इन्ट्रान्स रहेको छ र यहाँ आउन साथै हजुरहरू आउन साथै यो घरको देख्न सक्नुहुन्छ यहाँनिर टक्क राम्रो लग्जरी गाडी एसयुभी गाडी अट्ने गरी यो पार्किङ सजिएको छ र यो पार्किङबाट नर्थ साइडमा देख्न सक्नुहुन्छ हामी ग्रिनरीको लागि गार्डनको लागि यो स्पेस छोडेका छौँ जहाँ हामीले अझै यो माटोहरू राखेर यसमा चाहिँ गार्डनिङको स्पेस बनाउनु बाँकी नै छ र यो कर्नरमा एउटा हामीले धारा दिएर यहाँनिर पनि अलिकति बाहिर केही गार्डनिङको र अलिकति युजफुल हुने गरी यो हामीले एउटा धारा पनि राखेको छौँ र अलिकति त्यो साइडमा पनि फ्रन्टकै लेफ्ट एन्ड राइट दुइटै पोजिसनमा हामीले ग्रिनरीको लागि पोजिसन छुट्याएको छौँ। यहाँ अझै बनाउनु पर्ने बाँकी नै छ र अब जान्छौँ हामी मेन इन्ट्रान्स र हजुरहरूले देख्न सक्नुहुन्छ यहाँनिर मेन इन्ट्रान्स रहेको छ। यो इन्ट्रान्सबाट आउन साथै हजुरहरूले देख्न सक्नुहुन्छ डबल हाइट लिभिङ हल। यो डबल हाइट लिभिङ हलले हजुरलाई यसरी स्वागत गरिरहेको छ कि टक्क देख्न सक्नुहुन्छ कसरी स्वागत गरिरहेको छ भनेर। टक्क माथि एउटा झुमर लागेको छ डबल हाइट अनि प्लस यसमा रहेको छ लिभिङ हलसँगै भर्याङ रहेको छ स्टोरकेस र स्टोरकेसमा पनि टक्क देख्न सक्नुहुन्छ वुडन रेलिङले सजिएको छ र यो स्टोरकेसको ट्रेड राइजरमा पनि हामी टाइल्स ग्रेनाइट गरेर यसरी स्टोरकेसलाई हामीले सजाएको छौँ र यो ग्राउन्ड फ्लोर रहेको छ 1 BHK मा हामीले यसलाई लिभिङ हलसँगै यसको ब्याक साइडमा पछाडि ठ्याक्क हामीले किचन डाइनिङ डेभलप गरेका छौँ। यो किचन डाइनिङमा टक्क 6 सिटर डाइनिङ टेबल सहितको यो किचन रहेको छ जुन किचन हजुरको अगाडि देख्न सक्नुहुन्छ। यो किचन हामीले यसरी राखेको छौँ जहाँ अलिकति यो विन्डोको स्पेस र यो चिम्नीको लागि यो पोजिसनहरू भयो र यो साइडमा एउटा सिङ्क गरी यो कर्नरमा हामीले एउटा फ्रिजको स्ट्यान्डर्ड साइजमा यो पोजिसन राखेका छौँ र देख्न सक्नुहुन्छ यो डाइनिङको नजिकै एउटा हामी काउन्टर टप पनि यसमा सजाएका छौँ र हजुरहरूलाई थाहा नै छ वास्तुअनुसार हामीले बनाउने घरहरूमा प्राय अग्नेय कोण यो इस्ट र साउथ फेसको कर्नरमा हामीले किचन प्लेस गर्ने गर्छौँ। त्यही पोजिसनमै यो किचन रहेको छ र नर्थ इस्ट कर्नरमा पूजा गर्ने कोठाहरू पूजा गर्ने स्पेस राख्ने गरिन्छ जहाँ देख्न सक्नुहुन्छ हामी नर्थ इस्टमै यो पूजा गर्ने ठाउँ पनि प्लेस गरेका छौँ र यो सँगसँगै एउटा किचन पनि नजिक भएको भएर एउटा यो पेन्ट्रीको रूपमा एउटा यो स्टोरेजको रूपमा एउटा सानो स्पेस पनि निकालेका छौँ र यसमा एउटा यो किचनबाट बाहिर एउटा यस्तो खालको स्पेस पनि यहाँ निकालेका छौँ। यो जग्गा पनि 10 दूर भएको भएर घर राम्रोसँग मिलाएर बनाउँदाखेरि राम्रो जग्गा पछाडि पनि बचेको छ जहाँ देख्न सक्नुहुन्छ यहाँ पनि ग्रिनरीको भेजिटेसनको लागि गार्डनिङ गर्नको लागि पर्याप्त स्पेस रहेको छ र पछाडि एउटा धारा राखी हामीले पछि तपाईँ जस्तै यो किचनको केही युटिलिटीको भाँडाकुँडा ठुल्ठुलो सामानहरू माझ्न सरसफाइ गर्नको लागि पनि प्रयोग हुने गरी यो धारा पनि यहाँ प्लेसिङ गरेको छ। र अब हजुरलाई भन्नुपर्ने कुरा यो ग्राउन्ड फ्लोरमा एउटा हामी यो साइडमा किचनको अपोजिट साइडमा यहाँनिर एउटा कमन बेडरुम डेभलप गरेका छौँ जुन बेडरुम 10 फिट बाई 12 फिटको रहेको छ र यो एट्याच छैन नर्मल कमन छ र वासिङ मेसिनको लागि यो पोजिसन भयो भने यो रहेको छ कमन टोयलेट बाथरुम। र अब हामी जान्छौँ फर्स्ट फ्लोरमा। यो फर्स्ट फ्लोरमा जानको लागि तपाईँहरूले देख्न सक्नुहुन्छ यो राम्रो यति सुन्दर डबल हाइट लिभिङ हलसँगै यो आर्क सेपको स्टोरकेसको सहायताले हामी फर्स्ट फ्लोरमा जान सक्छौँ र यसमा देख्न सक्नुहुन्छ यो स्टोरकेसलाई हामीले वुडन रेलिङ ग्रेनाइट र टाइल्सको कम्बिनेसनमा सजाएका छौँ र यसरी यो फर्स्ट फ्लोरको लागि यो स्टोरकेसले हामीले यसरी स्वागत गरिरहेको छ र यहाँ आउने साथै यहाँबाट पनि यस्तो राम्रो एउटा भ्यू देखिन्छ हेर्नु यो घरको। यो भ्यू चाहिँ डबल हाइट यहाँबाट हामी टक्क लिभिङ हल देख्न सक्छौँ जहाँ झुमरले पनि स्वागत गरिरहेको छ र यो पोजिसनबाट वुडन रेलिङ यो सबै हेर्दाखेरि एकदम एस्थेटिक देखिएको छ यो रहेको छ। यो फ्लोरमा हामीले 3वटा बेडरुम राखेका छौँ जुन बेडरुम एउटा तल भएको जुन कमन बेडरुम छ त्यसैकै माथि एउटा यो 10 बाई 12 साइजको यो स्ट्यान्डर्ड साइजमा बेडरुम राखेका छौँ जहाँ एउटा बेड र वार्डरोब सजिएको छ र यो नर्थ र वेस्टको कर्नरमा हामी यसरी यो विन्डो पनि राखेका छौँ जहाँबाट मजाको हावा आउँछ। यो नर्थ साइड
भयो भने यो चाहिँ वेस्ट साइड भयो। यो रहेको छ एउटा कमन बेडरुम र यो कमन बेडरुमकै ठिक अपोजिटमा रहेको छ अर्को एउटा यो कमन बेडरुम जसको आफ्नै पर्सनल बाल्कनी पनि रहेको छ। यो बाल्कनी चाहिँ नर्थ साइडमा रहेको छ। टक्कै यो बाल्कनीबाट नर्थ इस्टको हावा, नर्थको चिसो हावा, नर्थको सँगै इस्टको मजाको बिहानको घामको किरणहरू लिएर मजाले यसको युज गर्न सकिन्छ। मजाले टक्क बर्दघाटको यो दाउन्नेतिरको चिसो हावा सरर अहिले पनि आइरहेको छ, हजुरहरूले देख्न सक्नुहुन्छ। यो रहेको छ कमन बेडरुम। लेट्स सी अब तपाईँहरूलाई म एउटा यहाँ रहेको मास्टर बेडरुम देखाउँछु, जुन मास्टर बेडरुममा एउटा टोयलेट बाथरुम पनि एट्याच रहेको छ र यो रहेको छ भने मास्टर बेडरुम। ठिक यसको अपोजिटमा ब्याक साइडमा हामी जहाँ तल तपाईँको एउटा कमन टोयलेट बाथरुम राखेको छौँ त्यही नै यहाँ पनि एउटा कमन टोयलेट बाथरुम राखेको छ। यो रहेको छ मास्टर बेडरुम। मास्टर बेडरुमको पनि आफ्नै पर्सनल बाल्कनी छ र टक्क एउटा मास्टर किङ साइजको बेड, वार्डरोब सँगै यो एट्याच टोयलेट बाथरुम यहाँ सजिएको छ र यो रहेको छ एट्याच टोयलेट बाथरुम र यहाँ रहेको छ आफ्नै पर्सनल बाल्कनी। यहाँ रहेको छ आफ्नै एउटा पर्सनल बाल्कनी पनि जुन चाहिँ इस्ट साइडमा रहेको छ। यहाँ पनि अघि नै मैले भने जस्तै दाउन्नेको टक्क यो चिसो हावा सरर यहाँ बगिरहेको छ। मजाले यसको पनि बिहानको आनन्द र शीतल खानको लागि एकदमै राम्रो पोजिसनमा यो बाल्कनी सजिएको छ। मास्टर बेडरुमबाट देख्न सक्नुहुन्छ। र यो रहेको छ फर्स्ट फ्लोर र यसको माथि एउटा मात्र बेडरुम हामी डेभलप गरेका छौँ। ग्राउन्डमा भयो एउटा नर्मल बेडरुम र यो बिचमा फर्स्ट फ्लोरमा एउटा मास्टर बेडरुम र दुईवटा कमन बेडरुम रहेको छ भने अब आउन साथै यो स्टेयरकेसको अपोजिटमा यो डबल हाइटले तपाईँलाई जसरी स्वागत गरेको छ यो एउटा घरकै राम्रो एउटा पोइन्ट बनेको छ जहाँ चाहिँ एकदम यो धेरै घरको एउटा शोभा बढाएको छ यसले। र यसको ठिक अपोजिटमा फेरि देख्न सक्छौँ हामी यहाँ एकदम राम्रो ओपन एकदम स्पेसियस तपाईँको एउटा यो बाल्कनी पनि रहेको छ, कभर ट्यारेस जस्तो यो रूपमा यो रहेको छ जहाँ यहाँ पनि टक्क हावा खानलाई न्यानो घाम लिनलाई जाडो महिनामा यो स्पेस युटिलाइज गर्न सकिन्छ। राम्रो पर्याप्त स्पेस रहेको छ। लगभग तपाईँको यो लगभग 14 बाई तपाईँको यो 12 बाई 14 फिटको यो ट्यारेस रहेको छ। ग्राउन्ड फ्लोरबाटै आएको यो स्टेयरकेसको सहायताले अब फेरि हामी टप फ्लोरमा जान्छौँ। यो टप फ्लोरको हजुरहरूलाई एउटा कमन बेडरुम पनि म हजुरहरूलाई देखाउँछु र बाँकी रहेको अरू ट्यारेस पनि स्पेस कस्तो छ भनेर देखाउँछु। एउटा यो यस्तो खालको स्पेस यहाँ निस्किएको छ। यसलाई पनि एउटा केही मजाले लाइब्रेरी अथवा तपाईँको यहाँ स्टडी एरिया त्यस्तो केही बनाउन सकिन्छ। राम्रो एउटा ब्युटिफुल स्पेस यहाँ निस्किएको छ। टक्क यहाँबाट हेर्दाखेरि यो घरको स्टेयरकेसको नजारा एकदम सुन्दर देखिन्छ यहाँबाट हेर्दाखेरि। र एउटा झुमर हामीले यहाँ पनि प्लेस गर्न मिल्ने गरी यहाँ पनि एउटा झुमर प्लेस गर्न मिल्ने गरेर यो पोइन्ट चाहिँ राखेको छौँ। अब यसलाई फ्युचरमा एकदम ह्याङ्गिङ झुमर तलसम्म लङ झुमर चाहिँ हामीले यहाँ पनि यसको ब्युटी बढाउनको लागि राख्न सक्छौँ। र आउन साथै प्रायः घरहरूमा हजुरले देख्ने गर्नुहुन्छ टपमा निकालेका 2.5 तल्ला आधी तल्ला जस्तो रूपमा बनाएका घरहरूमा चाहिँ बाहिरबाट डोर राखेको हुन्छ। तर त्यो प्र्याक्टिकलिटीको हिसाबले हेर्दाखेरि त्यो चाहिँ अलिकति पानीहरू पर्दा के गर्दा अलिक सेक्युरिटीको हिसाबले त्यो अलिक प्र्याक्टिकल अलि त्यो राम्रो हुँदैन। त्यस कारणले गर्दा हामीले यहाँ राखेको यो बेडरुमको भित्रैबाट एउटा चाहिँ डोर राखेर यसरी एउटा कमन बेडरुम यहाँ टपमा निकालेको छौँ। र अब हामी बाहिरको लागि जुन ढोका यो छ यो ढोका खोल्न साथै बाँकी रहेको ओपन ट्यारेसमा हामी प्रवेश गर्छौँ। यो रहेको छ ओपन ट्यारेस। यस्तै खालको एट्र्याक्टिभ घरहरू र मोडर्न घरहरू हजुरहरूलाई बिल्ड संसार नेपालले बनाएका प्रोजेक्टहरू हेर्नको लागि यो बिल्ड संसार नेपालको युट्युब च्यानललाई सब्सक्राइब गरी सधैँभरि जुडिराख्नुहुनेछ भन्ने अपेक्षा राखेको छु। र यो भिडियोलाई पनि लाइक कमेन्ट गरी आफ्नो फिडब्याक छोडी र यसलाई जतिसक्दो सेयर गरी बिल्ड संसार नेपाललाई सहयोग गर्नुहोला। धन्यवाद।